guys! Welcome back to my YouTube channel Dipti Decodes. As promised, मैले भिडियो लिएर आइसकेको छु र I'm back to YouTube guys र अब भिडियो ब्याक टु ब्याक आउँछ हजुरहरूलाई केमा भिडियो बनाउनु पर्छ भन्दै गर्नु है त। सो आजको भिडियोमा चाहिँ मैले लोकसेवाको 3टा फेजेसहरुको बारेमा चाहिँ हजुरहरूलाई थोरै आफ्नो एक्सपिरियन्स शेयर गर्दै छु। सो मैले नेपाल न्याय सेवाको एक्जाम दिएको, नेपाल न्याय सेवाको एक्जाममा चाहिँ फर्स्ट पेपर हुँदैन भनेको जीके आईक्यू हुँदैन, सो प्री टेस्ट भएन। तर अरु हजुरहरूले नेपाल परराष्ट्र सेवा, नेपाल प्रशासन सेवाहरू तयारी गर्दै हुनुहुन्छ भने चाहिँ त्यसमा जीके आईक्यू हुन्छ। तर त्यो जीके आईक्यूमा 45 मार्क्स ल्याउनु पर्छ। 45 मार्क्स ल्याएपछि हजुरहरू नेक्स्ट राउन्डको लागि क्वालिफाई हुनुहुन्छ, ल्याउनु भएन भने क्वालिफाई हुनुहुन्न। र पहिला चाहिँ त्यो 40 जति ल्याउनु भयो फर्स्ट पेपरमा त्यो जीके आईक्यूमा त्यो पछाडीको पेपरमा पनि जोडिन्थ्यो। तर लास्ट इयरदेखि चाहिँ मेरो पालोदेखि चाहिँ त्यो नजोडिने भएको छ। त्यही भएर अब प्री टेस्ट भनेको चाहिँ पछाडीको पेपरहरू लेख्नको लागि मात्रै हो। सो प्री टेस्ट पास भइसक्नु भएपछि चाहिँ हजुरहरूले प्रशासनको एक्जाम दिँदै हुनुहुन्छ भने 3टा पेपर दिनु पर्यो। त्यसपछि परराष्ट्रको दिनुहुन्छ भने त्यहाँ एक्स्ट्रा पेपर पनि हुन्छ र जे विषयको दिँदै हुनुहुन्छ त्यहाँ रिटन एक्जाम्सहरू त दिने कुरा भइहाल्यो। त्यो रिटन एक्जाम्सको बारेमा म भिडियोहरू बनाउँछु। हजुर टपिक वाइज भिडियो भन्नुहुन्छ भने गभर्नेन्स र कन्टेम्पोरेरी इस्यु अनि कन्टेम्पोरेरी ल, यो 3टा टपिक, त्यो 3टा इस्यु भित्रको चाहिँ म भिडियोजहरू पनि हजुरहरूले डिमान्ड गर्नुभयो भने बनाउँछु। सो अब हजुरहरूको लिखितमा नाम निस्कियो, यो चरण पार गरिसक्नुभयो भने चाहिँ हजुरहरूको सेकेन्ड चरणमा आउँछ कम्प्युटर स्किल टेस्ट। कम्प्युटर स्किल टेस्टमा दुई थरी हुन्छ। एउटा हुन्छ हजुरहरूको ल्याङ्ग्वेज, त्यो टाइपिङ स्किल। त्यही भएर त्यहाँ गएर टाइपिङ स्किल सो गर्नुपर्ने भएर चाहिँ हजुरहरूले अगाडिदेखि नै टाइपिङ चाहिँ सिकिराख्नुपर्ने हुन्छ। हजुरहरूले नेपाली र इङ्ग्लिस दुवै टाइपिङ गर्नुपर्ने हुन्छ। नेपालीमा रोमनाइज्ड, प्रिटी, युनिकोडको पनि ट्रेडिसनल जुनसुकै हजुरले गर्न सक्नुहुन्छ। त्यहाँ हजुरहरूलाई क्वेसन्स आउँछ भनेको त्यहाँ चिटमा दिएको हुन्छ, त्यो कुराहरू चाहिँ हजुरहरूले टाइप गर्नु पर्यो र 5 मिनेटभित्रमा कति टाइप गर्न सक्नुहुन्छ भन्ने कुरा हो। त्यसपछि चाहिँ सेकेन्ड 5 मार्क्स त्यो भयो। अब अर्को 5 मार्क्स के हुन्छ भन्दा हजुरहरूको वर्ड, एक्सेल, पावर पोइन्ट जस्तोहरूबाट क्वेसन सोध्छ अनि यसमा हजुरहरूले एन्सर चाहिँ कम्प्युटरमै गर्नुपर्ने हुन्छ। त्यो गरेर सेभ गरेर राखेपछि हजुरहरूको यो 10 मार्क्समा कति ल्याउनुहुन्छ भन्नेले एकदमै डिटरमाइन गर्छ। लिखितमा एउटा मार्क्स आएको हुन्छ, यहाँनिर चाहिँ एकदमै धेरै फ्लक्चुएट हुने ठाउँ चाहिँ यहाँनिर हो। र कम्प्युटर स्किल टेस्टको बारेमा यति नै कुरा भने। अब थर्ड फेजमा हजुरको इन्टरभ्यू हुन्छ। यो चाहिँ कम्प्युटर स्किल टेस्टको रिजल्ट आउने भन्ने हुँदैन, एकैचोटि लास्टमा नै आउने हो। सो इन्टरभ्यूको राउन्डमा पनि 2टा कुरा हुन्छ। एउटा हुन्छ ग्रुप डिस्कसन, अर्को हुन्छ इन्टरभ्यू। ग्रुप डिस्कसनमा के हुन्छ भने एउटा टपिक दिइन्छ, हामीलाई चाहिँ 7-8 जनाको, अब त्यहाँ कतिजनाको लोकसेवाले डिभाइड गर्छ, ग्रुपमा डिभाइड गर्छ। त्यो डिभाइड गरिसकेपछि त्यहाँनिर हामीलाई सुन्ने व्यक्तिहरू, प्यानल अफ जजेस हुनुहुन्छ, उहाँहरूले केही पनि बोल्नुहुन्न, सुन्नु मात्रै हुन्छ। हामीलाई टपिकहरू दिएको हुन्छ। मलाई दिएको टपिक चाहिँ कृषि योग्य जमिनको उपभोग भन्ने थियो। अब यसमा चाहिँ मैले सकेको डेटा जोड्नु पर्यो, फ्याक्ट जोड्नु पर्यो, च्यालेन्जेस के छ, अपर्च्युनिटी के छ, स्वट एनालाइसिस जस्तो क्या, स्ट्रेन्थ, विकनेसेस, अपर्च्युनिटिज, थ्रेट्सहरू। त्यसपछि डेटाजहरू के थाहा छ। अब अरू टपिकहरू छ जहाँ इन्टरनेसनल लजहरूको कुरा गर्न सकिन्छ, नेसनल लको कुरा गर्न सकिन्छ, कोर्ट केसेसको कुरा गर्न सकिन्छ भने पनि यस्तो कुराहरू जोडेर चाहिँ आफैले आफ्नो पालो घुमेर पालो आउँछ, एकचोटि बोल्यो अनि सबैको कुरा सुन्यो, फेरि आफ्नो पालो आउँछ बोल्यो। जेनरली चाहिँ 2-3 राउन्डसम्म जस्तो चाहिँ हुन्छ। त्यो भइसकेपछि एकछिनमा त्यो एकै दिन हुन्छ है, इन्टरभ्यूकै दिन हुन्छ ग्रुप डिस्कसन पनि। अनि के टपिक पर्छ थाहा हुँदैन, त्यही गएपछि मात्र थाहा हुन्छ त्यो टपिक चाहिँ। त्यसपछि हुन्छ हजुरको इन्टरभ्यू। अब इन्टरभ्यू कस्तो हुन्छ भन्दाखेरि चाहिँ 3 जना बस्नुहुन्छ नर्मली। एकजना लोकसेवा आयोगकै व्यक्ति बस्नुहुन्छ अनि एकजना चाहिँ
विज्ञ व्यक्ति बोलाइएको हुन्छ अनि एकजना चाहिँ हजुरको दुईजना विज्ञ व्यक्तिहरू एक्सपर्टहरू बोलाइएको हुन्छ भनौँ न। त्यसपछि चाहिँ अब सोध्ने कुरा भनेको चाहिँ हजुरको सिलेबसकै कुराहरू सोध्ने हो, हजुर कतिको कन्फिडेन्टली एन्सर दिनुहुन्छ भन्ने नै हो। रङ एन्सर दिनु भएन, थाहा छैन म यो विषयमा थप अध्ययन गर्छु भन्नु पर्यो, तर रङ एन्सर चाहिँ दिनु भएन। सो इन्टरभ्यूमा पनि हुने चाहिँ यस्तै हो। इन्टरभ्यूमा अब हजुरहरूलाई त्यस्तो धेरै गाह्रो ब्रह्माण्डकै के कुरा सोध्नुहुन्न, स्पेसली मेरो केसमा चाहिँ त्यस्तो गाह्रो कुरा सोध्नु भएको थिएन। मेरो चाहिँ कानुन निर्माणको प्रक्रिया के हो भन्नुभएको थियो। त्यसपछि यो आइसिजेको एडभाइजरी ओपिनियन के थियो भन्ने कुरा मलाई सोध्नु भएको थियो। त्यसपछि अर्को भनेको मलाई यस्तै नीति निर्माण र कानुन निर्माणको विषयमा कुरा सोध्नु भएको थियो। भनेपछि मेरो चाहिँ जुन कानुनको भएर मैले कानुनलाई फर्स्ट प्रायोरिटीमा राखेको थिएँ, त्यही भएर त्यहीसँग रिलेटेड सोध्नु भएको थियो। सो त्यो सिलेबसबाट नै सोधिन्छ। यसरी चाहिँ लोकसेवाको 3टा चरणमा एउटा चाहिँ रिटन अनि इन्टरभ्यू गरेर फाइनल हुन्छ। सो यसरी लोकसेवा आयोगको हजुरहरूले कम्प्लिटली फर्स्टमा इक्जाम, त्यसपछि कम्प्युटर स्किल टेस्ट र इन्टरभ्यू गरेर हुन्छ। सो आजको यो भिडियोमा यति नै। थप अरू भिडियोहरू पनि म हाल्दै जानेछु। त्यसको लागि डोन्ट फर्गेट टु सब्सक्राइब माई च्यानल प्लिज। मेरो सब्सक्राइबर बढाइदिनुहोस् प्लिज। ओके, बाई।